days were full of hope, a home, a future within reach. Before everything changed. तपाईहरु के काम गर्दै आउनुभयो? सर हामी सानो व्यापार सुरु गर्न लाग्छौँ त्यसको लागि चाहिँ हाम्रो इलेक्ट्रिसिटीहरूको लागि ट्रान्सफर्मरहरू चाहिन्छ अनि त्यसको प्रोसिडियरहरू चाहिँ हामी यहाँ बुझ्न आएको सो तपाईहरुको डकुमेन्ट्स चाहिँ के छ? हाम्रो चाहिँ यति काफे हलमाको लागि यति चाहिँ लिएर आएको छौँ डकुमेन्ट्सहरु त सबै ठिकै रहेछ ठिकै छ तपाईहरु ट्रान्सफर्मर चाहिँ कति भएको चाहिने हो नि हाम्रो क्याफेलाई 150 वाटले पुग्छ ल तपाईहरुको काम चाहिँ हुन्छ रेट चाहिँ 10,000 हो तर तपाईहरुको बिजनेस अलिक सानो रहेछ त्यही भएर म चाहिँ तपाईलाई 5,000 मा गरिदिन्छु हजुर सर हामीले त यो बुझेनौं नि यो त सिस्टम कहाँ हुन्छ यस्तो सिस्टम त्यही त कहाँ हुन्छ यस्तो सिस्टम हैन कस्तो सिस्टमको म पाउँदैन कसको मिलाएछ कसको अगेन्स्ट रहेछ सर यो त अङ्कित शर्माको अगेन्स्ट रहेछ अङ्कित शर्मा भने त हाम्रो मिनिस्टर अनुज शर्माको छोरा हैन हो नि सर यो केस त मै दिनुपर्छ राम्रै हेर्नुपर्छ हेलो सर हाम्रो यहाँ अहिले करप्सनको केस आएछ अनि नाम हेर्दा त तपाईँको छोरोको रहेछ अनि यो केस चाहिँ अरविन्द सरले लिइरहनु भएको छ त्यसको गर्ने चाहिँ के हो त सर तिमी मेरो कुरा सुन यस्तो कुरा फोनमा गर्नु तिमी मलाई आएर मेरो घरमा असो हिजो कुरा भएको थियो सर हामी अस्ति अरविन्द शर्मा ब्युरोमा थियौँ अनि एउटा इमेल आयो हामी कुरा गर्दाखेरि एउटा इमेल देख्नुभयो अरविन्द सरले अनि कसको भनेको त करप्सन रिलेटेड इमेल रहेछ त्यो चाहिँ अङ्कित सरको बारेमा रहेछ कि अङ्कित हजुर मेरो छोरा हजुर अनि अङ्कित सरले चाहिँ एउटा बिजनेसको लागि ट्रान्सफर्मरको लागि उहाँले चाहिँ आफ्नो रेट भन्नुभएछ अनि कपालले चाहिँ अब रिसाएर अनि उहाँहरूको त्यो पैसा नमिलेर हाम्रोमा कम्प्लेन फाइल गर्नुभएको रहेछ अब त्यसको के गर्ने हो भनेर म हजुरबाट आएको मेरो छोरामाथि केस हजुर म मेरो लयर हेलो लयर पनि आउनुभएछ नमस्ते नेताजी बस्नुहोस् हजुर सम्झिनु भएको रहेछ के कुराले होला सर यो त मेरो छोरोको अगेन्स्टमा केस आएछ त्यो त म हेरिहाल्छु के चिन्दै भयो हेर्ने मात्रै जसले मेरो छोराको अगेन्स्टमा रिपोर्ट गर्यो त्यसको जिन्दगी अब म गएको बुझेर अब खतरा षड्यन्त्र रच्नुपर्छ यिनीहरूलाई यसै जोगिन दिनु हेलो हजुरको इमेल पाएको थिएँ हजुर अनि एकचोटि भेटेरै कुरा गरौँ न हजुरहरूको अस्ति मेल पाएँ मैले राम्रोसँग पढेँ तर त्यही दौरान त्यो कुरा लिक भएर मलाई चाहिँ जबबाट हिजो निकालिदियो मैले तपाईँहरूलाई कानुनी तहबाट जति सक्छ त्यति सहयोग गर्छु अनि मैले मेरो साथी बोलाएको छु ऊ चाहिँ एउटा राम्रो लयर हो मेरो साथी आयो नमस्कार नमस्ते हजुरहरूको केस बारेमा त अरविन्द सरले मलाई सब थोक भन्नुभएको नै छ होइन अब यो केसमा चाहिँ हजुरहरूसँग केही सबुतहरू छ भने हामी आइदिनुहोस् यो मान्छेको चाहिँ पहिला पनि केस लागेको छ होइन हामीसँग धेरै सबुतहरू पनि छ अब यो केस चाहिँ हामीले कोर्टमै लड्नुपर्छ होला यसो गरौँ म अब हजुरहरूलाई एउटा मेसेज पठाउँछु
त्यही मेसेजबाट हामी कन्टिन्यू गरौँ न त्यो कुरा। श्रीमान, म सर अङ्कित सरलाई पठाएर पछाडि बोलाउन चाहन्छु। In the courtroom, their voices were drowned out, evidence twisted, hope slipping away. And when the judge finally said, धारा नम्बर 220 मा सज्जन बस्ने र शिक्षा बस्ने दोषी साबित भएका छन्, their world collapsed in an instant. Their lives faded quietly, but their message echoes on. Say no to corruption before it takes another life.